22 धारा पार्क काठमाडौँको बालाजुमा माछा पोखरी यस्तो छ। यहाँ हामी साथीहरू छौँ 3 जना। साथीहरू सँगै हुनुपर्ने है। सजिलो हुन्छ माछा पाल्नु पार्कमा फोटो पनि खिचौँ है। फोटो पनि खिच्नुपर्छ। भिडियो काठमाडौँको वसुन्धरामा रहेको पार्क 22 धारा। कति राम्रो राम्रो माछा माछाहरू। यो माछा पाल्नु त सजिलो हुँदो रहेछ। माछाहरू कति राम्रो राम्रो। कसले बोतल पनि फालेछ। म अनि साथीहरू छु नि। साथीहरू 2 जना हुन्छ। केटाकेटी खेल्न यस्तो छ 22 धारा। माछा माछाहरू छन्। यस्तो फाउन्टेन पनि यहाँ मर्निङ वाक गर्नेहरू पनि मान्छेहरू प्रशस्त भेटिन्छन्। स्थानीय व्यक्तिहरू यो चाहिँ सम्पूर्ण सहरमा चाहिँ यस्ता पार्कहरू बनाउनु पर्छ। अब काठमाडौँमा चाहिँ धेरै बनाएको छ हैन। अनि प्राय अब सम्पूर्ण नगरहरूले पनि एउटा मानिसहरूलाई यस्तो रिफ्रेसमेन्ट गर्ने एउटा पार्क चाहिँ एउटा हुनुपर्छ जस्तो लाग्छ। सबैले अब सार्वजनिक सरकारी जग्गाहरूमा चाहिँ पार्क बनाउनु पर्छ जस्तो लाग्छ मलाई। पर्छ हैन, अवश्य पर्छ नै। किनभने पार्क मानिसहरूको लागि एउटा रिफ्रेसमेन्टको लागि एकदम राम्रो राम्रो हुन्छ। यो निशुल्क छ, सशुल्क लेखेको छ, तर अहिले निशुल्क बनाएको रहेछ। त्यस्तै स्थानीय सरकारहरूले गर्न सके धेरै काम गर्न सक्छन्।
यस्तो बस्ने ठाउँ माथि जाने पनि छ होइन माथि पनि जाने ठाउँ छ जाउँ माथि यो पार्क ठुलो पो रहेछ त के हो यो पाहाडी यो माथि के हो स्वयम्भूतिर हो क्या माथि माथि जाउँ कि नजाउँ नजाउँ होला स्वयम्भू हो क्या यो माथि हो अङ्कल यो माथि जाने ठाउँ पनि माथि पनि जानु मिल्यो ए 10 बजी बन्द हुन्छ कि 10 बजी खोल्छ 10 बजी खोल्छ अनि स्वयम्भू जाँदा त टाइम लाग्छ होला स्वयम्भू त टाइम लाग्छ यो स्वयम्भू नै हो स्वयम्भू होइन यो त अझै स्वयम्भू टाढा छ 22 धारा 22 धारा पार्क यो माथि माथि के यसो भ्यूहरू ठाउँ छ र त्यस्तो त छैन होला र पनि अलिअलि देखिन्छ यो जङ्गल हो जङ्गल हो यहाँ चाहिँ अब मैले भने सम्पूर्ण नगरहरूमा पनि आवश्यक छ होइन सम्पूर्ण ठाउँमा यस्तो मानिसहरूको अब शान्त वातावरण चाहिन्छ एकछिन अब मान्छेको के मोड हुन्छ होइन त्यही अनुसार पनि हुन्छ यहाँ भजन कीर्तन पनि हुँदो रहेछ पोखरीमा माछाहरू यहाँ त्यति साह्रो मानिसको चहल पहल नभए पनि चराचुरुङ्गीहरू कराइरहेछन् फोटो चाहिँ खिच्नु पर्ने जाउँ त्यहाँसम्म पुगेर देवी देवता गणेश स्थान यस्तो ठाउँहरू पर्दैन होला यता भित्र गयो भने बुढा नीलकण्ठ
यस्तै छ अवस्था। यस्तो छ। ल यति नै अहिले यतिकै बनाएँ। दर्शन गर्छु म अनि फोटोहरू पनि खिचेर जाने। साथीहरू पनि हुनुहुन्छ 2 जना।